हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सपना पुरी, यो चाहिँ मेरो साथी। म चाहिँ यसको घरमा छु अनि किचनबाट हामी भ्लग स्टार्ट गर्दैछौँ। सो यहाँ ऊ चाहिँ खाना बनाउनु रेडी हुँदैछ अनि भइसकि म चाहिँ गाइस सी इज माई मलाई कस्तो देख्यो वान अफ फेभरेट गर्ल। अनि हामी चाहिँ खाजा खायौँ होइन, के खायौँ भन्दै त हामीले ठ्याक्कै लाएर 1 प्लेट मोमो खायौँ अनि ठ्याक्कै लाएर 1 हाफ चाउमिन खायौँ अनि यहाँ समोसा बोकेर आइरहेछौँ। अनि यहाँको नजारा चाहिँ यस्तो खतरा देखिरहेको कालो कालो हुँदैछ, राम्रै देखेर। अनि हामीले खाएको पनि भिडियो पनि बनाइरहेको छु त्यसको फोनमा। म यहाँ आएको छु नगरकोट। You know what? नगरकोट ब्युटिफुल छैन। अनि जाँदैछु के अरे क्यामेरा पक्रेर भिडियो बनाउनु मन लाग्छ होइन, तर कन्फिडेन्टको कमी हो, लाज लाग्छ। तर हामीले होइन फेसबुकमा चाहिँ भ्लग हाल्नु भने मान्छेले कति पैसा कमाएर खाने फेसबुकबाट मोनिटाइज गरेर तेरोमा हाल्नु के भनेर हाल्नु। अस्मिता घाँस काट्न जाँदाखेरि घाँस काट्न आएको गाइज भन्नु भन्छ भाइले। अब अनि के अरे मोनिटाइज गर भन्ने मान्छेहरू धेरै हुन्छन् गाइज, तर भन्नेले भनिरहेछ नि यो कान चाहिँ सुन्नलाई फुट चलाएर उडाइदिने हो, चाहिने कुरा राख्ने हो, नचाहिने कुरा उडाइदिने हो। मान्छेको त मतलब थिएन, तर बनाउनै आउँदैन क्या, कसरी बनाउने नै थाहा छैन, बोली यही हो। गाइज मलाई बनाउन आउँछ होइन, तर मेरो क्यामेरा छैन राम्रो क्वालिटीको। यही राम्री छैन भन्दा नि हुन्छ, क्यामेराबाट नआएको होइन। म नि राम्रो छैन, तर मेरो चाहिँ क्यामेरा ठिकै छ, आउँछ पुरै यत्रो हनमा आउँछ। इन्ट्रोडक्सनै दिएनौँ हामीले, यो आफ्टर लङ टाइम पछिको भिडियो मैले बिर्सिसकेछु, त्यही भएर यो चाहिँ हावा बनाएको यसले केहीमा हाल्दिनँ, हाल्यो भने यसको मोबाइल झन् नराम्रो हुन्छ। युट्युबमा हाल्छु म। गाडी गयो, भ्लग बनाएको देखेर पुरै भ्लगर सोचिसक्यो हामीलाई गाडी छ। त्यही हो, अब यस्तो घरबाट खतरा भ्यू देखिन्छ। भ्लगर होइन हामी हगर हो। तारामा हिँडेको छु के भिडियो बनाएको राम्रै देख्यो। यहाँको मौसम कुल छ एकदम राम्रो कलवाला। गाइस मलाई त अरू केही पिर छैन, घर गएर तरकारी के पकाउने, तरकारी। ओनर अफ हाउस यसलाई मैले खुवाएँ गाइस, तर यसले मलाई आजको दिनसम्म केही पनि खाएको छैन। के खान्छ के मन लाग्छ भनेर सोच्दिनँ। यसलाई साथी भनौँ कि दुश्मन भनौँ थाहा छैन। साथी नै हो, दुश्मनले मात्र खुवाउँछ यस्तो उस्तो भनेर। म त साथीले चाहिँ अरूको खान्छन् मात्र आफ्नो खुवाउँदैनन्, हो ल रियल साथी यही हो। रियल फ्रेन्ड होइन, तर यो खानै मान्दिनँ अनि त्यही भएर। खानै मान्दिनँ भन्दैन, मेरो मुख छैन त्यही भएर हो। गाइस हेर मेरो मुख यत्रो, मुख के कामको लागि, खाना मान्दिनँ अरे मैले। ओके गाइस, अब घरमा गएर भिडियो कन्टिन्यू गरौँला। हुन्छ, ओके बाई बाई। अहिलेको लागि चाहिँ गाइज यो चाहिँ नगरकोटको रानी झुला के भन्छन् त्यहीको पुल हो, राम्रोसँग देख्दैन यहाँको भ्यू। बेलुका चाहिँ होइन खतरा देखिन्छ। अनि मैले चाहिँ अस्मिताको घरबाट यहाँ आइसकेँ। यो चाहिँ माथि आमाको घर हो, आमा चाहिँ आमामा क्यामेरामा त्यहाँ नगरकोटको बस गयो यस्तो छ। सो यहाँ
अब मैले क्याप्चर गर्नै बिर्सेँ सबै कुराहरू भिडियो बनाउन बेलुका भइसक्यो यही लुगा लगाइरहेको छु चेन्ज गर्ने लुगा नल्याएर अब भोलि चाहिँ जान्छु होला आफ्नै रुम त्यही हो गाइज अनि हामीले अघि खाजासाजा खाएर आयौँ यहाँ आमाले खाना बनाइसक्नुभयो अस्मिताको पनि खाना खाएँ यहीँ बस भन्यो तर म यहाँ आएँ गाइज त्यही हो अनि हेर्नु यस्तो छ अहिले त यो मकैहरू सब मकैहरू त्यही गाइज अब अरू त के भन्नु र अनि यहाँ हेर्नु मेहन्दी लगाएको यो चाहिँ अस्मिता लगाइदियो कि यो चाहिँ अस्ति लगाएको थिएँ त्यस्तै छ गाइज अब चाहिँ क्या म भ्लगिङ गर्छु किनकि बेलुका भइसक्यो अब यहाँ बुवा आउनुहुन्छ उनीहरू धेरै क्यामेरामा आउन चाहँदैन मैले पनि के रहेछ भनेर मैले पनि आफ्नो लङ टाइमपछि भिडियो बनाएको के बोलौँ भयो अब त्यही गाइज लास्टमा हेरेर साथीहरूकोमा धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नुहोला अन्त म चाहिँ आजको ब्लगबाट ब्लग इन गर्न चाहन्छु बाई बाई